हेलो एभ्रिवान, हामी चाहिँ इभिनिङ वकमा हिँडिरहेका छौँ। यतिखेर चाहिँ यो याङजुको यो गेटबाट यहाँ चाहिँ पार्किङहरू रहेछ है। अनि तपाईँहरूलाई देखाउनु भने पहिले यता घुमाएर म यो बाटो यो साइडमा जाँदाखेरि तपाईँले देख्न सक्नुहुन्छ। यस साइडमा यतापट्टि छ एकदमै घुम्न लायकको, यहाँ चाहिँ क्याम्पिङ सिस्टमको छ है। अनि यस पछाडि गएर चाहिँ नि अर्कोपट्टि म देखाउँछु। यो साइडमा हेर्नुभयो भने तपाईँहरूले देख्नुहुन्छ यहाँ फुलहरू रहेछ एकदमै राम्रो राम्रो। अनि एकजना भाइ र म आएका छौँ है, तपाईँहरूलाई म देखाउँछु। अनि यहाँ चाहिँ फुलहरू नछुनु भनेर भनेको छ। अनि यो साइडमा तपाईँहरूले देख्न सक्नुहुन्छ। साथीहरू मन लाग्यो भने, राम्रो लाग्यो भने लाइक कमेन्ट अनि सेयर गर्नु होला। ल हेर्नु है त। अनि यो साइडमा तपाईँहरूले देख्नुभयो भने चाहिँ यहाँ अगाडि उता पछाडि बाटोको बिचमा चाहिँ यहाँ चाहिँ यो चाहिँ गुलाबको बगैँचा हो है साथीहरू। अनि विशेष अहिले चाहिँ गुलाब चाहिँ झरेछ होइन। हेर्नुहुन्छ भने तपाईँले यहाँ देख्न सक्नुहुन्छ यी गुलाबको बगैँचा छ यहाँ। अनि पारी साइडमा तपाईँले देख्नु भने त्यो पर यो साइडहरू यहाँ पर अरू चाहिँ त्यहाँ क्याम्पिङहरू जस्तो छ यहाँ। त्यहाँ पर छ यो कस्तो लाग्यो तपाईँहरूलाई साथीहरू? हेर्नुहोस् है साथीहरू, याङजुको यो चाहिँ गुलाब फुलको बगैँचा सबै यो साइडहरू हेर्ने भने साथीहरू यहाँ हेर्नुहुन्छ भने यता पनि छ। यो सबै गुलाबको फुलहरू हेरौँ है साथीहरू। त्यहाँ छ। अनि त्यस पछाडि गएर यो तपाईँहरूलाई म यस्तो गरेर देखाइदिएँ त। अनि यहाँ वरिपरिको मेरो छेउको ल यस्तो गरेर बनाएको छ। यहाँ चाहिँ हातले नछुनुहोस्, आँखाले मात्रै हेर्नुहोस् भनेको छ। अनि यहाँ चाहिँ पानीहरू पाइपहरू लगाइदिएको रहेछ है। यहाँबाट सबै प्रत्येकमा पाइप लगाएको छ। यहाँ हेर्नुभयो भने तपाईँले देख्न सक्नुहुन्छ यो पाइप प्रत्येकमा देखाएको छ। प्रत्येकमा लाग्छ यसरी। साथीहरू हेर्नु होला है। साथीहरू केराको बोट पनि रहेछ यहाँ, तपाईँहरूले देख्नुहुन्छ भने। अब उता नगएर खासै जानु पाइँदैन होला, त्यही भनेर फेददेखि तपाईँहरूलाई म देखाइदिन्छु। फेद चाहिँ यस्तो रहेछ है। बच्चाहरू पनि आउँदैछ यस्तो गरेर केराको बोट बनाएको छ है त्यो साथीहरू। र हाम्रो भाइ हुनुहुन्छ, उहाँ चाहिँ भाइ कस्तो लागिरहेको छ भन्नु त? हेलो दाइ, एकदम ठिक छ। ल मेरो युट्युब च्यानलको नाम के अरे भनिदिनु त सबैलाई। होसन मुखिया गएर सेयर सब्सक्राइब गरिदिनु न, विनम्र अनुरोध गर्दछु। यहाँ चाहिँ भाइहरूले अलिअलि साइकल कुदाउँदैछ। यो त साइकल कुदाउने छ है। यो पार्क हो। हेर्नुलाई भाइहरू खेलिरहेको छ। ल साथीहरू कस्तो लाग्यो यो साइकलको?
चाहिँ यहाँ यस्तो छ है त। यो बाटो यस्तो खालको छ साथीहरू। ल यहाँ पारिपट्टि यो चाहिँ भित्र छ। यहाँ चाहिँ साइकल कुदाउने चाहिँ ग्राउन्ड हो यो। ल साथीहरू, भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला यदि मन परेन भने पनि कमेन्ट गर्नु होला के पुगेन भनेर। अनि त्यस पछाडि म राम्रो बनाउने कोसिस गर्नेछु साथीहरू। अर्को भिडियोमा फेरि पनि भेटौँला। हवस् त, नमस्कार, बाई बाई, थ्याङ्क यू फर वाचिङ।